ल नमस्कार नमस्कार। भने म चाहिँ नयाँ बजार मिगन लाइफ हाउसदेखि म सञ्चालक सचिन घिमिरे भने अहिले चाहिँ म हाम्रो रजनी मम्मी र ओम कर्मचारी बाबाको घरमा चाहिँ रिबन मिसिन आफ्टर पोलिसी अन्तर्गत एएस सर्भिस अन्तर्गत म मम्मीको घरमा चाहिँ एउटा कम्पनीको पोलिसी अनुसार भिजिट गर्न आएको छु भने आजभन्दा केही समय अगाडि मम्मीले चाहिँ नयाँ बजार मिगन लाइफ हाउसबाट चाहिँ आफ्नो घरमा यति राम्रो प्रविधि चाहिँ मम्मीले भित्राउनु भएको थियो भने यो भित्राउँदै गर्ने क्रममा मम्मीलाई त्यही लाइफ हाउस आइरहने क्रममा पनि त्यहाँ फ्रीमा थेरापी गर्न त पाइन्थ्यो तर उहाँले यो घरमा लिएर आउँदै गर्ने क्रममा घरमा मेसिन हुँदाको फाइदा के चाहिँ रहेछ र चाहिँ यसले हाम्रो शरीरलाई के चाहिँ राम्रो गर्दो रहेछ घरैमा मेसिन किन लिएर आउँदा चाहिँ उपयुक्त हुन्छ भन्ने कुरामा चाहिँ मैले मम्मीलाई केही प्रश्नहरू सोध्न जाँदैछु भन्यो भने चाहिँ मम्मी नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? हजुर भने आज हजुरको घरमा यो रिबन मेसिन आएको कति समय भयो मम्मी? मेरो माघमा ल्याएको। माघ भन्छ माघ फागुन चैत भन्छ अब झन् झनै मम्मीको अब 3 महिना हुन लागेको रहेछ भने मम्मी यो 3 महिना भइरहने क्रममा हजुर चाहिँ नयाँ बजार आएर कति समयहरूले अनुभव गर्नुभयो त्यहाँ थेरापी? आएर 1 महिनामै मलाई एकदम अनुभव राम्रो भएको हुनाले नै मैले चाहिँ यो मेसिन चाहिँ अर्डर दिएर चाहिँ नि मैले यहाँ ल्याएँ। भने मम्मी हजुरले चाहिँ के समस्याले गर्दा हजुर त्यहाँसम्म आउनु भएको? मलाई त्यहाँ कोलेस्ट्रल बढेको, कोलेस्ट्रल बढेको, ढाड दुख्ने, कमर दुख्ने अनि ऊ हुने के भन्छ युरिक एसिड सबै भएको थियो। अहिले राम्रो यसले गर्दाखेरि यो युरिक एसिड हजुरको कति वर्ष पुरानो हो? 2 वर्ष। अनि कोलेस्ट्रलको समस्या? कोलेस्ट्रल त्यो पनि 2-3 वर्ष। 2-3 वर्ष समस्या। अनि ढाड दुख्ने समस्या? ढाड त धेरै नै दुख्ने है भने अनि हजुरले त्यहाँ कति समय थेरापी गर्नुभयो नि? मैले 4 महिना जति गरेँ। ल जियोस् भने चाहिँ हजुरले त्यहाँ नयाँ बजार 4 महिना थेरापी गर्ने बित्तिकै यसको महत्त्व बुझ्नुभयो है भने अनि त्यसपछिबाट हजुरले चाहिँ बुकिङ गर्नुभयो है भने मम्मी त्यो त त्यहाँ फ्रीमै गर्न पाइन्थ्यो होइन चाहिँ जति समय आए पनि गर्न पाइन्थ्यो तर तपाईँले यो मेसिन चाहिँ घरमै किन लिएर आउनु भयो नि? मलाई अब त्यहाँ गएर क्युमा बस्नु भन्दा त घरैमा गऱ्यो भने सुविधा हुन्छ। घरमा गयो भने बिहान बेलुका जहिले गरे पनि भयो। त्यहाँ आएर लाइन त बस्नु परेन त्यहाँसम्म आउनु अलिक टाढा भयो। आफ्नै घरमा सुरक्षित भयो भने जसलाई पनि हुने भयो हैन। काम पनि एकदम जतिखेर गए बसे पनि भयो। दिनमा 2-3 पल्ट त्यसरी बस्न हुने भएको हुनाले मैले यो घरैमा ल्याएको। ए भन्छ तपाईँले चाहिँ अब जियोस् अब त्यहाँ क्युमा बस्ने समय हजुरको बचत भयो अनि आफ्नो रोग अनुसारको पनि थेरापी गर्न पायो। त्यहाँ भयो भने एउटा मात्रै हुने भयो हैन। आफूलाई कुन के दुखेको हो त्यो गर्न पायो भन्छ यो चाहिँ घरमा हुने क्रममा आफूलाई जे समस्या हो जस्तो समस्या हो त्यही अनुरूप गर्न पाइयो है भने अहिले हजुरले चाहिँ यो मेसिन घरमा लिएर आइरहने क्रममा अहिले हजुरले कुन मोडको थेरापी लिइरहनु भएको छ? P1 देखि P5 P8 सबै गरेर अहिले हजुरले चाहिँ P1 देखि P5 देखि P8 गर्नु भएको छ। के दुखेको हो त्यो सबै गरेर। ओके भन्छ रिमोट चलाउन कतिको गाह्रो र अप्ठ्यारो छ? छैन, अप्ठ्यारो छैन है। मेसिन अन गरिदिने हो आफू बसेर मजाले एक्लैले गर्न भ्याउने छ गर्छु म आफै एक्लै गर्ने। अनि मम्मी हजुरले चाहिँ यो मसिन चाहिँ यो रिबन बेड हजुरले चाहिँ के अरे घरैमै ल्याउने किन उचित लाइक के प्रकारले चाहिँ हजुरले कसरी सोच्नु भयो नि मेसिन अब घरमा लिएर आउनुपर्छ घरमै राख्नुपर्छ भन्दै गर्ने क्रममा हजुरले बाबालाई कसरी भन्नुभयो अथवा हजुरले आफ्नो छोरछोरीलाई भन्नुभयो कि के भयो त्यो कुरा? होइन, पहिला हामी त्यहाँ आउँदाखेरि हामीलाई धेरै फाइदा भयो। त्यहाँ फाइदा हुँदाखेरि मैले बच्चाहरूलाई छोरीहरूलाई सम्झाएँ नानु अब त्यहाँसम्म गइराख्न हामीलाई गाह्रो छ, यहाँ घरैमा ल्याउँ यसरी गरौँ। त्यहाँ अब धेरै क्युमा पनि बस्नुपर्ने भएको हुनाले भन्दाखेरि छोरीहरूले मम्मीहरूलाई सुविधा छ भने घरैमा ल्याउनुहोस् अनि घरैमा गर्नु न त त्यस भए भनेर हामी बुढाबुढी 2 जनाको सल्लाहले लिएको है भने अहिले जियो चाहिँ हजुरको छोरीले चाहिँ रिबन मेसिन लिएर आउनुमा चाहिँ धेरै ठुलो साथ पनि दिनुभएको छ है भने अहिले यस्ता सन्तानहरू पनि कमै जन्मिन्छन्। बाआमाको कुराहरू सुन्ने अहिलेको समयमा महँगाई बढ्दै जाने समयमा यसरी चाहिँ आफ्नो मम्मीलाई राम्रो हुन्छ भने पनि हुन्छ मम्मी गर्नु न लिएर आउनु न भन्ने पनि छोराछोरी मैले यो थेरापीमा मैले लामो समय भयो काम गर्न लागेको भने यस्तो देखेको पनि मैले कमै छु है भने मम्मी। अनि त्यसपछिबाट
हरूले यसको पैसा कसरी जोडजाड गर्नु भयो नि मम्मी? मैले त पहिला अलिकति आफूसँग भएको चाहिँ नि गरेँ, पछि छोरीहरूलाई सम्झेँ होइन। अनि छोरीहरूले जस्तैहरूले त्यो अलिकति आफूसँग भएको पैसालाई के को लागि भनेरहरूले केही न केही जम्मा गर्नु भएको थियो कि सरकारीमा थियो कि समूहहरूको पैसाहरू म समूह होइन पसलमा अलिअलि त्यो फाइनेन्समा राख्ने गरिरहेको थियो, त्यही अलिकति निकालेर ल्याएँ। पहिला सुरुमा एडभान्स त्यो दिएँ, अनि पछि बच्चाहरूलाई भनेर बच्चाहरूले अलिअलि गरेर पठाइदियो। ए है, भनेपछि मम्मी अनि हजुरले यो हाम्रो लाइफ अफमा आउने बा मम्मीलाई तपाईँले के भन्न चाहनुहुन्छ भने? उहाँहरूलाई पनि यस्तो मेसिन चाहिँ नि लिनुभयो भने चाहिँ नि राम्रो, नराम्रो चाहिँ नि छैन। घरैमा लिनुभयो भने झन् सुविधा सबैलाई हुने भयो। आफू एक्लै मात्रै गएर पनि भ्याउँदैन, घरमा भयो भने सबै मान्छेले गर्न भ्याउनु भएको हुनाले लिनुभएदेखि हुन्छ। उहाँहरूलाई सक्नुहुनेहरूले चाहिँ नि लिनुभए हुन्छ। अनि त्यसपछि लाइक अनि यसले मम्मी राम्रै गर्छ नि होइन? मलाई त एकदम राम्रो भयो, राम्रै भएरै लिएको। म त अहिले त साथीहरूलाई पनि बोलाएर गर्न लगाइरहेको छु। आफ्नो साथीहरूलाई पनि त्यसो बोलाएर गर्न लाउनुहुन्छ भने चाहिँ ल उनीहरूलाई पनि आइडिया गरोस्, हेरोस्, अनि मेसिन लिऊ भनिरहेको छु। मैले घरमा लिएर 2-3 जना साथीहरू आइसक्यो है। अनि उहाँहरूले कस्तो रिभ्यू दिनुहुन्छ? उहाँहरूले त अन्त गर्नु र यहाँ गर्नुमा धेरै फरक छ भन्ने भनेपछि अन्त साथी उहाँहरूले पनि अन्त अन्त ठाउँमा गर्नु भएको रहेछ, साटो बाटोमा गरेको रहेछ। त्यति राम्रो भएन तिम्रो मेसिन र त्यहाँको फरक रहेछ। कोही परोपकारमा गएको रहेछ। भने यो रिबन मेसिन, यो मेसिन साँच्चै एउटा मेडिकल डिभाइस हो। यो एउटा चाहिँ स्वास्थ्य अन्तर्गतको चाहिँ मेडिकल एप्लायन्सेसमा चाहिँ यो रिबन मेसिन पर्छ भने यसमा हजुरको चाहिँ छुट्टै यता चाहिँ खुट्टाको स्पेसल थेरापी पनि गर्न मिल्छ। यसमा 3 तरिकाले स्पेसल थेरापी गर्न मिल्छ भने सँगसँगै तपाईँ हाम्रो बिरुदण्डमा चाहिँ 9वटा मोड, विभिन्न मोडहरू छन्। 1 2 3 4 5 6 7 8 चाहिँ यी मोडहरू छन् भने नि अहिले भर्खरै हजुरले पनि मम्मीकै कुरा सुन्नुभयो होला। मम्मीले P1 मोड गर्नुहुँदो रहेछ, P5 मोड गर्नुहुँदो रहेछ, P8 मोड गर्नुहुँदो रहेछ। P1 मोडले होल बडीलाई राम्रो गर्ने गर्छ, P5 मोडले मसाज मोड भन्छ। अब उमेर बढ्दै गए सँगसँगै अलिकति चाहिँ अब हाम्रो शरीरका मांसपेशीदेखि लिएर हड्डीहरू कमजोर हुन थाल्छन्, नसाहरू दुख्न थाल्छन् भने त्यो मसाज मोड गर्दै गर्ने क्रममा तपाईँ हाम्रो शरीरलाई चाहिँ यसले रिलिफ दिने काम गर्छ भने P8 मोडले चाहिँ मम्मी कमरको भागमा लाउनुहुन्छ P8 मोड? त्यो पनि गर्छ। ओके ल भनेपछि मम्मीले नर्मल चाहिँ P8 मोड चाहिँ कमरको भागमा लाएर ढाड दुख्यो भने ढाडको, जिउ दुख्यो भने जिउको, अनि खुट्टा सबै गर्छ। भनेपछि नर्मल्ली चाहिँ मम्मीले P8 मोडमा L3 पनि खुट्टाको मोड पनि लाएर गर्नुहुँदो रहेछ भनिसकेपछि यति राम्रो प्रविधि छ। आज उहाँले आफैले घरमा मम्मी अलिकति पनि पछुतो त लागेन नि तपाईँलाई चाहिँ यो मैले यति लगानी गरेँ भन्दै? मलाई त जिन्दगीभर त्यो चाहिँ नि लागेकै छैन। आफूलाई 20-25 वर्षसम्म हो ग्यारेन्टी होइन, आफूलाई पनि ठिक्क छ त्यतिसम्म। ल हेर्नु त भने यो पनि यो रिबन मेसिनको यसको आयु भनेको चाहिँ 25 देखि 30 वर्ष हो। हामीले राम्रोसँग यसलाई सुत्न मात्र तरिकाले प्रयोग गर्नु भएको छ भने यो त्यो भन्दा पनि लामो समयसम्म टिक्छ हेर्नुहोस् है। भने यति राम्रो प्रविधि छ। यो प्रविधिले साँच्चै तपाईँ हाम्रो घरमा चाहिँ धेरै चाहिँ यसले राम्रो गर्ने गर्छ भने अब अलिकति हाम्रो त्यहाँ समुदायमा अलिकति नेवारी बा मम्मीहरू पनि आउनुहुन्छ, कसैले अलिकति नेवारी पनि लाइक हामीले बोलेको तरिकाले पनि बुझ्नु हुँदैन भने अलिकति मम्मी हजुर नेवारी भाषाबाटै त्यहाँ आउने बामलाई केही राम्रो तरिकाले केही सन्देश दिनु न, के भन्न चाहनुहुन्छ? हुन्छ बामा नमस्ते। अब बा आमाले लिनुभयोदेखि चाहिँ नि यो हुन्छ। नेवारी भाषाबाटै भन्दैछ मेसिन कैटु साँझो छे अनयाव सता ठने छे जना यले चाहिँ नि एकदम सुविधा दो ठट याव चाहिँ नि छा धाल्ला छ पिन अनवन आइगान चाहिँ नि पछ ठाको ठन्चना यले चाहिँ नि छे यावले चाहिँ नि ठन्या गौ टाले य ओबे या साँझो ल धेरै धेरै धन्यवाद मम्मी। भने कैटु साँझो भने अहिले हजुरले यसो पनि यहाँ यो बाबाको घरमा हेर्नुहुन्छ कतिपय बामले हाम्रो त घरै सानो छ, ठाउँै सानो छ, मेसिन राख्ने ठाउँै छैन भन्नुहुन्छ भने यहाँ मम्मीको रुम हेर्नुहुन्छ भने नि तपाईँको यति साँगुरो छ कि होइन मम्मी? कति पैसा बनेको यो? 2 पैसा मात्रै। 2 पैसाको यो घर हो, तर यो 2 पैसाको घरमा मम्मीले यसरी आफ्नो शरीरको अवस्था बुझेर मम्मीले यहाँ राख्ने सामानहरू बरु बाहिर हटाएर हुन्छ कि आफ्नो शरीरलाई ख्याल गर्नु भएको छ भन्न खोजेको। अर्थात् जहाँ इच्छा त्यहाँ उपाय हो नि हो हेर्नुहोस्। होइन मैले त ठाउँ नपुगे त खाटमा भए पनि राखेर भए पनि ल्याउँ भन्ने
सोचेँ ओ है त्यतिखेर अनि ठ्याक्क मिल्यो मलाई चित्त बुझ्यो ल हेर्नु त भने अहिले मम्मीको यसो हल्का घुमाइदिनु न यसो घुमाइदिनु त हेर्नु कति कन्जेस्टेड होइन मम्मी ठिक्क छ एकदम सफा चिटिको यो त मिलाएकै होइन नि के भने अब मम्मीले मेसिनमा राख्नेको लागि लुगाहरू पनि मम्मीले यहाँ रेडी बनाएर राख्नु भएको छ यति सानो कोठामा पनि मम्मीले कति ठुलो मन बनाएर चाहिँ आफ्नो घरमा यति राम्रो प्रविधि भित्राउनु भएको छ भने पनि शरीर रहे त सब थोक रहने हो नि अहिले मम्मी होइन र भने अनि यो भने पनि शरीर नरहे केही पनि रहँदैन मान्छे आजभोलिका मान्छेहरू विभिन्न कुराले रोगी हुँदै गएका छन् होइन र भने हरेक समस्याको लागि रिबन मेसिन चाहिँ साँच्चीकैको आवश्यकता नै रहेछ मम्मी आवश्यकतै छ है भनेपछि हाम्रो एज अनुसारलाई आवश्यकतै छ है ल हेर्नु त भने लगानी चाहिँ साँच्चीकैको राम्रै ठाउँमा लगानी गरे भन्नुभयो होइन त्यो चाहिँ नि भयो मलाई ओके ल भने धेरै धेरै धन्यवाद यति राम्रो कुरा बोलिदिनु भयो भने हाम्रो रजनी मम्मी हुनुहुन्छ जो आफै पनि नयाँ बजार मिगन लाइफ हाउस हाम्रो चाहिँ यो कहाँ छ त भन्दाखेरि यो बालाजु काठमाडौँ धारा गल्लीमा चाहिँ छ हस् भन्यो भने उहाँले अहिले यति राम्रो प्रविधि आफ्नो घरमा भित्राउनु भएको छ अहिले उहाँको कोलेस्ट्रोलको समस्या युरिक एसिडको समस्या जिउको दुख्ने समस्यालाई चाहिँ सबै समस्याहरू अहिले राम्रो भएको छ अब अहिलेको सन्तानको कुरा गर्ने हो भने मम्मीका छोराछोरीहरू पनि छन् तर अहिले चाहिँ सबैजना विदेश हुनुहुन्छ श्रीमान श्रीमती मात्रै हुनुहुन्छ होइन र भने अहिले गाह्रो साह्रो पर्ने बेलामा चाहिँ झ्याउ हुने रहेछ मम्मी है सन्तान आफूसँग नहुँदै गर्ने क्रममा भने अहिले यसले चाहिँ यो रिबन मेसिन एउटा एक प्रकारले कान्छो छोरो नै भएको छ है भने मजाले खुट्टा पनि मिच्ने ढाडहरू पनि मिच्ने होइन एकदम आज्ञाकारी चाहिँ सन्तान नै छ है भने हजुरले चाहिँ त्यहाँ नयाँ बजारका सरमिसहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद उहाँहरूले गर्दाखेरि यति प्रगतिमा ल्याउनु भयो हामीलाई एकदम राम्रो गर्नुभएको छ सुविधा दिनुभएको छ त्यही हो अनि भने त्यहाँको सञ्चालक सचिन घिमिरे सरलाई के भन्न चाहनुहुन्छ उहाँलाई त एकदम धन्यवाद धन्यवाद अनि त्यसपछिबाट यति राम्रो प्रविधि है नेपालसम्म भित्राइदिनु हुने हाम्रो चाहिँ के अरे हाम्रो चाहिँ सिओ सर महेश सर र हाम्रो चाहिँ एमडी राजन भन्ने सरलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद है अनि त्यसपछिबाट हाम्रो ग्लोबल सिइओ हाम्रो ज्याकब च्याङ सरलाई के भन्न चाहनुहुन्छ उहाँ पनि यो मिसन ल्याइदिनु भएकोमा होइन सबैलाई उ गर्नुभएकोमा एकदम बधाई छु धन्यवाद धन्यवाद ल भने यति राम्रो प्रविधि आज उहाँले आफ्नो घरमा भित्राइरहने क्रममा आज कति धेरै खुसी हुनुहुन्छ हेरिसे त है यो नयाँ बजारको एउटा मूल सिद्धान्त के हो भने बाबुमम्मी खुसी त सचिन सर त्यसै खुसी सचिन सर खुसी त जगतै खुसी है ल भने धेरै धेरै धन्यवाद ल नमस्ते रजिना मम्मी ल हस् धेरै धेरै धन्यवाद ल ओके